हाम्रो पालामा भाइ ऊ बेलामा भयङ्कर दुःख थियो। आजभोलि हामी बुढा के अरे केटाकेटीहरूलाई दुःख भयो भन्छ नि। होइन लगभग कति सालको कुरा गर्नुभयो त दाइ तपाईँले? अब यो भनेको भाइ अब बुढो भयो, अब खासै पनि अब त्यो ऊ पनि गरिएन। ऊ बेलाको कुरा सम्झनु हो। ऊ बेलामा म झापाको मान्छे हेर, एक प्याकेट नुन किन्नको लागि पनि पैदल यात्रा जङ्गलै जङ्गल बाघ भालुसँग पछाडि खेल्दा फाइट गर्दै एक प्याकेट नुन किन्नको लागि पुग्नु पर्थ्यो त्यो बेलामा। ए हो र? यस्तो उस्तो कहीँ त हुँदै थिएन नि यार। यस्तो अहिले हेर नि यहाँनिर एकचोटि त म त्यहाँनिर काठमाडौँ जाने भन्ने यहाँनिर स्पेसिएको थियो। हिँड्दा हिँड्दै दुबई आइपुगेछु। अब हेर न कतिसम्म हिँड्यो होला। त्यहाँनिर बाटो पनि दुबईको नजिकै हुँदो रहेछ क्या हो त्यति बेला? होइन ऊ बेलाको त कहाँ यस्तो थिएन नि। जङ्गलै जत्तै स्याल कराउने बाघ कराउने। आजसम्म भाइ एक दिन बाघ र मेरो यस्तो जम्का भेट भयो क्या। हेरौँ है हो सुन न ठ्याक्कै यहाँ हेरेर कहाँ यताउता हेर्दाखेरि बाघसँग जम्का भेट भयो। बाघ पनि यस्तो हेर्ने म पनि यस्तो हेरिदिने क्या। यस्तो गरेर हेर्दै एकै बसमा थुच्चुको पारिदिइहाल्यो नि। त्यहाँदेखि त बाघ कहिल्यै पछि पर्दैन हौ मेरो पछि पर्दैन।